दर्शकबिन नमस्कार। दर्शकबिन भूमिकालाई माग्न भनेर केटाको परिवार आइसकेका छन्। यता अहिले भूपेन्द्रको बिजनेस घाटामा गएको कारण उनको दाइसँग राम्रो सम्बन्ध छैन। अहिले भूपेन्द्र एकदमै तनावमा छन्। दर्शकबिन अब आउने भागमा के हुन्छ होला त ले अन्तिमसम्म हेर्नुहोला र हजुरहरूलाई भुन्टी सिरियल कस्तो लाग्छ त कमेन्ट गरिदिनु होला। अब लागौँ आजको भिडियोतर्फ। दर्शकबिन भुन्टी र भूपेन्द्रको सम्बन्धमा फेरि खलबल आएको छ। भुन्टीले भूपेन्द्रलाई नसोधेरै गहना बेचेर आमाको उपचार गरेकी रहेछन्। त्यो कुरा भूपेन्द्रलाई थाहा भएदेखि भुन्टी र भूपेन्द्रको सम्बन्ध बिग्रिएको छ। यता भूमिकालाई हेर्न भनेर केटाको परिवार आइसकेका छन्। भुन्टीकी आमालाई भने अस्पतालबाट घर ल्याइसकेका छन्। दुर्घटनामा परेको केटाकी श्रीमती आएर भूपेन्द्रसँग मलाई जसरी पनि पैसा चाहियो भनिरहेकी छन्। भुन्टीले उनलाई सम्झाउन कोसिस गर्छन् तर उनी मानि नै रहेकी छैनन्। दर्शकबिन अब आउने भागमा के भूमिकाको बिहेको कुरा चल्छ होला त। यता अन्तिममा आएर पैसा दिने सुकुमाया हुन सक्छन्। के अब भुन्टी र भूपेन्द्रको सम्बन्ध पहिलेको जस्तै होला त? विचारहरू अवश्य कमेन्ट गरिदिनु होला। आजलाई यति नै, मिलौला अर्को भिडियोमा।